साथीहरू नमस्ते, स्वागत छ यहाँहरूलाई नयाँ भिडियोमा। आज म यहाँहरूलाई सिन्धुपाल्चोक जिल्लामा रहेको सुरसाङ झरनातर्फ लैजाँदैछु। अहिले म सिन्धुपाल्चोकको फटकशिला भन्ने स्थानमा रहेको छु। अब यहाँबाट अगाडिका दृश्यहरू, त्यहाँसम्म जाने बाटोको अवस्था आदिको बारेमा बताउँदै जानेछु। साथीहरू, म अहिले मेलम्ची बजार आइपुगेको छु। मेलम्ची नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक सुन्दर क्षेत्र हो। यो स्थान प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र मेलम्ची नदीका कारण परिचित छ। मेलम्ची नाम मेलम्ची नदीबाट आएको मानिन्छ, जुन हिमालय क्षेत्रबाट बगेर इन्द्रावती नदीमा मिसिन्छ। यो क्षेत्रमा शेर्पा, तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत विभिन्न जातिको बसोबास रहेको छ। मेलम्ची वरपरका गाउँहरू प्राचीन व्यापारिक मार्गसँग पनि जोडिएका छन्, जसबाट तिब्बतसँग सामानको आदानप्रदान समेत हुने गर्दछ। मेलम्ची बजारबाट माथितिर लागेपछि भने बाटो पुरै अफरोड छ। मेलम्ची नदीको किनारै किनार हरियाली वातावरणमा बाटो अगाडि बढेको छ। अफरोड भए पनि बाटोको अवस्था त्यति असहज भने छैन। अहिले बर्सातको कारणले केही खाल्टाखुल्टीमा पानी जमेको भए तापनि मोटरसाइकल र सामान्य चारचक्के सवारी साधनहरू सहजै आइपुग्न सक्छन्। हरियाली वातावरण र घमाइलो मौसमको बीच म अहिले ग्याल्थुम बजार आइपुगेँ। यो पनि मेलम्ची जिल्लाको एउटा प्राचीन बजारको रूपमा लिन सकिन्छ। सवारी साधनहरू आफ्नो गन्तव्यतिर जानका लागि तम्तयार अवस्थामा देखिन्छन्। सर्वसाधारणको दिनचर्या सामान्य रूपमा बितिरहेको देखिन्छ। दुई 2078 सालको असार महिनामा आएको भीषण बाढीले सडकको यो क्षेत्र पुरै कटान गरेको थियो। अहिले सवारी साधन गुड्न सक्ने गरी मर्मत गरिएको रहेछ। अगाडि दुईटा बाटो आयो। यसमा भने हामी बाटो अलिकति झुक्यौँ। सिधा अगाडि जानुपर्नेमा भित्रतर्फ छिर्नाले हामीलाई माथि पुगेर फर्केर आएका थियौँ। सोझै माथितिर जाँदा भने गोल्फु भन्ज्याङ पुग्ने रहेछ। स्थानीयले हामीलाई बाटो यो बताइदिनु भएपछि पुनः त्यहाँबाट फर्केर हामी झर्ना जाने बाटोतर्फ नै आइपुग्यौँ। झर्ना जाने बाटो हो यो। स्यारसुङ झर्ना जाने होइन। उताबाट कहाँ पुग्नुपर्छ? सेरा भन्दा तल? सेरा कि के? सेरा भने कता हो? तनौटे नै पुग्नुपर्छ। हामीलाई त त्यहाँ अघि आएको मान्छेहरू यता भनेर लगाइदियो भरे थाहै होइन त्यसै। यता हो झर्ना, यता हो भाइ। ओ भाइ, झर्ना यताबाट। झर्ना यता त्यो होइन, उनीहरूलाई थाहा छैन होला। उनीहरूले घुम्न आएका त्यही त होइन। त्यसले देखाउन त चनौटी देखाएको थिएँ होइन। झर्ना यता रे, यता रे होइन रहेछ नि। यतैबाट
माथि यो सेरा बजार हो। अब यो बजारबाट भने अलिकति तल पुगेपछि हामी एउटा पुलमा आइपुग्छौँ र त्यो पुलबाट भने मेलम्चीको यो मुख्य हाइवेलाई छोडेर भित्री बाटो मार्फत हामी झरनातर्फ जानुपर्ने हुन्छ। साथीहरू, यो स्थानबाट भने अब हामी मूल बाटोलाई छोडेर माथिल्लोतर्फ ढलानको बाटो अगाडि बढ्छौँ। ढलानको बाटो अलिक माथिसम्म मात्र छ। अब हेर्दै जाउँ बाटोको अवस्था कस्तो हुन्छ। मौसमले साथ दिएकाले परसम्मका दृश्य, आकाशमा नीलो आकाश मुनि सेतो बादल, त्यसपछिको हरियाली वातावरणको कारण असाध्यै मनमोहक दृश्य देख्दै हामी अगाडि बढिरहेका छौँ। यतातर्फ भने बाटो अलि निकै नै अफरोड रहेछ। ढुङ्गा छापिएको बाटो मोटरसाइकलको लागि अलि असजिलो नै हुने अवस्था छ। तर पनि होस गरेर आउन भने सहजै छ। तर खुलेको मौसम र हरियाली वातावरणले ती सबै थकान मेटेर यात्रालाई बहुत रोमाञ्चक बनाइरहेको छ। हेरौँ अगाडिका दृश्यहरू अझ कस्तो छ। अगाडि अलि असजिलो घुम्टी, ठाडो उकालो र मोडहरू क्रस गरेर अहिले भने हामी अलि सहज बाटोमा आइपुगेका छौँ। परका दृश्यहरू समेत बहुत सुन्दर देख्न सकिन्छ र हामीले निकै पर झरनाको दृश्य पनि अब अलिअलि देख्न थालिसकेका छौँ। तर त्यहाँसम्म पुग्न भने केही समय अझै पर्खनु पर्ने हुन्छ। ससाना झरनाका दृश्यहरू भने बाटैमा पनि देख्न सकिने रहेछ। यो ठाउँमा जाँदा बाटोभरि नै सानातिना झरनाहरू प्रशस्तै देखिन्छन्।
पर हामीले एउटा सुन्दर गाउँ देखेका छौँ। सायद त्यो पातिङ गाउँ हुनुपर्छ। यहाँसम्म मोटरसाइकलमा आउन सकिन्छ। अब यहाँबाट पार्किङ गरेर भने केही समय हामीले पैदल यात्राबाट झरना पुग्न सक्छौँ। अहिले हामी सुरसिङ झरना आइपुगेका छौँ। यहाँबाट भने अलिकति पैदल यात्रा हिँड्नुपर्ने हुन्छ। प्राकृतिक सौन्दर्यताले बुढाबुढी, युवा युवती, बालबच्चा सबैको लागि मनोरम वातावरण प्रदान गरेको भेटिन्छ। आहा, अग्लो चट्टानबाट झर्दै गरेको यो विशाल झरना साँच्चै मनमोहक देखिन्छ। पानीको गर्जन, चिसो हावा र वरिपरिको हरियालीले यहाँको वातावरणलाई अझ आकर्षक बनाएको छ। म यो झरनामा आइपुग्दा भने पानी पर्न सुरु भयो। हेरौँ एकछिन झरनाका दृश्यहरू। पानी परेर बोट बिरुवाहरू बहुत हरिया र चम्किला देखिएका छन्, जसले यहाँको यो झरनाको सौन्दर्यलाई अझ बढाएको महसुस भएको छ। झरनाबाट खसेका खोला नालाहरू कयौँ ठक्कर खाँदै मैदान झर्दैछन्। झरना नजिकै पुग्ने बेलामा भने बाटो अलि उकालो रहेको छ, तर पनि बाटो बहुत सहज, अत्यन्तै रमणीय र प्राकृतिक दृश्यावलोकन गर्न सकिने सिन्धुपाल्चोकको सुरसिङ झरना काठमाडौँबाट पनि नजिकै छ। करिब 3-3.5 घन्टाको मोटर वा मोटरसाइकलको ड्राइभबाट सहजै आउन सकिने यो झरना बुढा, युवा र बालबच्चाहरू समेत आकर्षित भएको देखियो। हेरौँ झरनाको नजिकबाट दृश्यहरू।
झरनासँगै अर्को एउटा सुन्दर छहरा पनि बगेको देखिन्छ। ट्रायङ्गल आकारमा बगेको यो छहराले झरनाको सौन्दर्यतालाई अझ थपेको महसुस हुन्छ। वर्षातको समयमा पानीको बहाव बढेसँगै यी दुवैतिरबाट झर्ने झरना र छहराहरूले यहाँको वातावरण साँच्चीकै मनमोहक र आकर्षक बनाएको छ। साथीहरू, म अहिले झरनाको ठ्याक्कै मुन्याड आइपुगेको छु। यो झरनाको मुनिबाट पनि हामी आउन सकिने रहेछ र त्यहाँबाट लिएको दृश्यले अझ सौन्दर्यता थपेको छ। आकाशबाट पानीको धारा खसेसरी झरना खसेको दृश्य साह्रै सुन्दर देखिन्छ। हेरौँ यो झरनाको पछाडिपट्टिबाट खिचिएका सुन्दर दृश्यहरू। झरनाको पछाडिबाट समेत हेर्न मिल्ने र माथिबाट खसेको झरना फेरि मास्तिर नै फर्केको जस्तो अद्भुत दृश्य देखिने यो झरना यहाँहरू पनि एकपल्ट हेर्न अवश्य आउनुहोला। अब म झरनाबाट फर्किँदैछु। झरनाबाट फर्किँदा भने म इचोकको बाटो हुँदै फर्किएको छु। तुलनात्मक रूपले अघि आएको बाटोभन्दा यो अलि सहज रहेछ, तर ठाउँ ठाउँमा पहिरो गएकाले सचेत हुँदै यात्रा गर्नुपर्ने अवस्था भने रहेको छ। स्थानीय साथीहरूको सहयोगमा पहिरोको बाटो कटाएर म सहज ठाउँमा आइपुगेँ। यहाँ चिया नास्ताको लागि राम्रो
र सुविधा सम्पन्न होटेल तथा चिया पसलहरू पनि पाइन्छ। पिच गरेछ है हो उताबाट चाहिँ अलिकति त्यो उसमा अस्लो अनि हिरोहरू पनि रहेछ। यो बाटो सही ल है बाटो गुडाउँदै छैन। उताबाट चनौटेबाट चाहिँ होइन त्यो के महाङ्कालै होला सायद त्यो पुल छ नि पुल तर्ने बित्तिकै ढलानबाट चढेर गएको। झरनामा पुग्दा बिग्रेको मौसम भने बेलुकी पख खुलेर आयो। टाढा टाढासम्मका हिमालका दृश्यहरू र आकाशमा उज्यालो वातावरण देखियो। लगभग साँझ पर्नै आँटेकाले अब हामी काठमाडौँतर्फ फर्किँदैछौँ। साथीहरू, यहाँहरूलाई आजको यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक तथा सेयर गरिदिनु होला। अब अर्को भिडियोमा भेटौँला। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। नमस्कार।